रवि लामिछाने कुनै सहकारीको सञ्चालक होइन। उहाँले कुनै सहकारीमा गएर ल्याप्चे लगाएर नागरिकताको फोटोकपी राखेर 3 पुस्ते राखेर लोन लिनु भएको छैन। आज उहाँ जेलमा हुनुहुन्छ। सहकारीको सञ्चालक समितिको सदस्य र सहकारीको ऋण नतिरेको भनेर नाम सूची समेत कालो सूचीमा प्रकाशित गरिएको, तपाईँलाई चाहियो भने म दिन्छु। प्रकाशित गरिएको व्यक्ति तपाईँको श्रीमती, उहाँ चाहिँ उन्मुक्ति यो भन्दा बढी शक्तिको दुरुपयोग के हुन्छ? त्यही भएर तपाईँले सभापति नछोड्या त हो नि, दिइरहनुपर्छ। जब दिइरहनुपर्छ, कहिलेकाहीँ त लाज पनि हुन्छ। अघि पनि एउटा लाजको कुरा बताए, जनताको पैसामा तलमाथि गरेपछि लाज हुन्न त? तपाईँलाई अहिले सहकारीभित्र र यो प्रपञ्चभित्र यो समग्र कुरासँग कहीँ मेरा पनि अलिअलि विमति छन्। म एक दिन सदनमा बोलाउँला भन्दै, कमजोरी पनि भन्नु न होइन। जस्तो के भयो त भन्दा अहिले ऋणीहरू मिलेर सञ्चालकका नाममा उजुरी हाल्ने है, अनि मूल